पानी यताबाट पिउनको निमित्त म हार्दिक आग्रह गर्छु सबै सहभागी जनसमुदायलाई। र अब कार्यक्रमको हामी मध्य भागतिर आइएछौँ। ऐतिहासिक रूपमा आयोजना भइरहेको यस बृहत जागरण सभा समारोहका कमिटी अध्यक्ष, यस कार्यक्रमका प्रमुख अतिथि, आजका प्रमुख वक्ता, हाम्रो पार्टीका श्रद्धेय महासचिव कमरेड शङ्कर पोखरेल, पार्टी स्थायी कमिटीका सदस्य, यस प्रदेशका पूर्व मुख्यमन्त्री कमरेड भीम आचार्य, मञ्चमा आसीन पार्टीका सबै नेतागण, यस ऐतिहासिक समारोहमा उपस्थित हुनुहुने सम्पूर्ण आदरणीय तथा प्रिय कमरेडहरू, सुनसरीवासी दाजुभाइ तथा दिदीबहिनीहरू, सञ्चारकर्मी साथीहरू, यहाँहरू सबैमा म आफ्नो व्यक्तिगत तर्फबाट नेपाल कम्युनिस्ट पार्टी एमाले कोशी प्रदेशको तर्फबाट हार्दिक न्यानो अभिवादन व्यक्त गर्दै क्रान्तिकारी लाल सलाम टक्राउन चाहन्छु। आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरू, जनविरोधी शक्तिहरू, राष्ट्रघाती शक्तिहरू जो यस देशमा अराजकता कायम गर्न चाहन्छन्, जसले यस देशमा मुलुकलाई अस्थिरतामा राख्न चाहन्छन्, ती शक्तिहरू लगायत प्रतिगामी शक्तिहरू केही समयतादेखि सौदलाउन थालेका छन्। चैत्र 15 गते पूर्व राजावादीहरूको नाममा उनीहरूको प्रदर्शनका मार्फतबाट जुन प्रकार मुलुकलाई हिंसातर्फ, हत्यातर्फ, लुटपाटतर्फ, आगजनीतर्फ धकेल्ने प्रयास गरिएको छ, त्यसले नेकपा एमालेको गम्भीरतापूर्वक ध्यान आकर्षित भएको छ। यो अनुचित छलफलहरू, ती त्यस्ता हरकतहरू र हाम्रो रगतबाट, हाम्रो बलिदानबाट प्राप्त भएका उपलब्धिहरूमाथि धावा बोल्ने काम भइरहेकोबाट नेकपा एमाले गम्भीर बनेर यस देशको परिवर्तनको एउटा मार्ग भएको नाताले प्रजातान्त्रिक, लोकतान्त्रिक, गणतान्त्रिक आन्दोलनको मूल नायक भएको नाताले यस्तो परिस्थितिमा सम्पूर्ण नेपाली जनताहरूलाई सचेत तुल्याउनको निम्ति, जागृत तुल्याउनको निम्ति र खबरदारीमा उतार्नको निम्ति नेकपा एमाले आज त्यसै गरी यस्ता जागरण सभाहरूको आयोजना गरिराखेको छ। यसभन्दा अगाडि 18 गते हामीले सबै जिल्ला जनताहरूको क्रान्तिकारी इतिहास छ। 104 वर्ष राणा शासनलाई 2007 सालको जनक्रान्ति मार्फत सत्ताच्युत गर्ने इतिहास नेपाली जनताहरूसँग छ। 30 वर्षसम्मको निरङ्कुश तानाशाही पञ्चायती व्यवस्थाको जरा उखाल्ने इतिहास र तागत पनि नेपाली जनताहरूसँग सुरक्षित छ। त्यति मात्रै होइन, हिंसात्मक राजनीतिलाई ठेगानमा ल्याउने, सही बाटोमा हिँडाउने
संरक्षण गर्दै थप उपलब्धिहरूका निम्ति अगाडि बढ्ने अठोट सङ्कल्पका साथमा हामी अगाडि बढिराखेका छौँ। हामी सबैलाई थाहा छ, जगजाहेर छ, हामी सबै भुक्तभोगी छौँ। राजाहरूले यस देशमा के गरेका थिए, परिवर्तन पश्चात दलहरूले के गरे, हामीले सबै हिसाब किताब सुरक्षित राखेका छौँ। जनताको हातमा पनि त्यसको लेखो सुरक्षित छ। यहाँ सम्पूर्ण लेखो सम्पूर्ण देशका फेयर स्तर राख्न सम्भव छैन। तर यहाँलाई म बताउन चाहन्छु, 40 सालको परिवर्तन पछाडि बहुदलीय शासन पद्धति प्रणाली लागू भइसकेपछि आजको नीतिसम्मको अवधिलाई हामीले हेर्दै गर्दा पनि देश बीचमा पनि पीडादायक समय हामीले गुजार्नु परेको छ। हामीले 10 वर्षसम्म सशस्त्र द्वन्द्वको नाममा यो मुलुक आक्रान्त बनेको दुःखद एउटा पीडा हामीसँग अहिले पनि ताजा छ। 17,000 बढी नेपाली दाजुभाइ दिदीबहिनीले ज्यान गुमाउनु पर्यो, खरबौँको राष्ट्रिय सम्पत्तिको क्षति बेहोर्नु पर्यो, विकास निर्माणका संरचनाहरू भत्किए चलाइए। 10 वर्षसम्म मुलुकले त्यस प्रकारको पीडादायी अवस्था पनि भोग्नु परेको एउटा समय छ। राजा ज्ञानेन्द्रले कु गरेर कुको शासनमा समेत हामीले त्यही बिचमा हामीले पिल्सिनु परेको थियो। महाभूकम्पले पनि यो देश थिल्किनु भयो, महामारी कोभिडले पनि मुलुक थिल्किनु भयो। यसरी यो समय र अवधिलाई हामीले जोड्ने भने 18 वर्ष यस प्रकारका दुःखद परिस्थितिहरूको पीडामा यो मुलुक आक्रान्त बन्नु परेको छ। त्यसपछिको समय मात्रै हामीले हिसाब गर्ने हो भने, त्यस समय अवधिको मात्रै हामीले लेखाजोखा गर्ने हो भने यस देशमा अभूतपूर्व असाधारण विकास निर्माणका कामहरू भएका छन्, प्रगतिहरू भएका छन्, सुधारहरू भएका छन्, उपलब्धि हासिल भएका छन्। हाम्रा प्रमुख अतिथि आदरणीय नेताले बढी चर्चा गर्नुहुनेछ। तर हामीले हाम्रै आँगनमा देख्न सक्छौँ, आज 6 लेनका बाटाहरू बनेका छन्, 8 लेनका बाटाहरू बनिरहेका छन्, 4 लेनका बाटाहरू हाम्रो हातबाट बनेका छन्। आज बिजुली सबैको घर घरमा पुगेको छ, खाने पानीको पहुँच सबैमा पुगेको छ। आज शिक्षा र स्वास्थ्यको पहुँच आज सबै नागरिकहरूको घर दैलोमा पुगेको छ। आज आमा दिदी बहिनीहरूले 33% आफ्नो अधिकार सुरक्षित गर्नुभएको छ। आज दलित उत्पीडित समुदायहरूले संविधानका मार्फतबाट आफ्नो अधिकार सुरक्षित गर्नुभएको छ। सबै जात जाति समुदायहरूले भाषा भाषीहरूले संस्कार संस्कृति मान्ने दाजुभाइ दिदीबहिनीहरूले संविधानका मार्फतबाट आफ्नो अधिकारहरू सुरक्षित गर्नुभएको छ। के यी उपलब्धिहरू, यी प्रगतिहरू, यी अधिकारहरू राजाकालीन समयमा प्राप्त भएका हुन्? होइनन्। आकाश पाताल फरक छ। राजाहरूको कालमा के भएको थियो, हाम्रो कालमा के भएको छ भन्ने कुराको फिर्स्त हामीले अब बताउनै पर्ने अवस्था बनेको छ। त्यसैले आज जुन प्रकारले देशमा अराजकता कायम गर्नको निम्ति, देशमा स्थिरता कायम राख्नको निम्ति र मुलुकलाई स्थिरताको बाटोमा जान नदिने, मुलुकको राष्ट्रियतालाई खतरामा पुर्याउने र त्यस प्रकारको परिस्थितिमा आफ्ना स्वार्थहरू सिद्ध गर्ने नियतले जुन प्रकारको खेल भइराखेको छ अहिले, जुन प्रकारको षड्यन्त्र भइराखेको छ अहिले, नेकपा एमाले यस षड्यन्त्रलाई परास्त गर्न चाहन्छ। नेकपा एमाले यस्ता चलखेलहरूलाई परास्त गर्न चाहन्छ। यस देशको राष्ट्रियताको निम्ति, यस देशको स्वाधीनताको निम्ति, स्वाभिमानको निम्ति, यस देशको जनताहरूको न्यायको निम्ति, अधिकारको निम्ति नेकपा एमाले जस्तो सुकै मूल्य चुकाउन तयार छ। आज नेकपा एमाले सक्लो भएको हुनाले, बलियो भएको हुनाले, बलियो हुने सङ्कल्प बोकेर निर्णायक राष्ट्रिय शक्तिको रूपमा स्थापित हुने ध्येयका साथमा अगाडि बढिराखेको हुनाले आज अस्थिर शक्तिहरू र अराजक शक्तिहरू, प्रतिगामी शक्तिहरू अत्तालिराखेका छन्, विक्षिप्त बनिराखेका छन्। त्यसैले रातको झन्डाको नामबाट होस् या जुनसुकै स्वरूपबाट होस्, उनीहरूको एउटै ध्येय छ, यो मुलुकमा अराजकता सिर्जना गर्ने, यो मुलुकमा स्थिरता कायम गर्ने, बलियो राजनीतिक शक्तिहरूलाई थप बल्याउन नदिने
यस प्रकारको एउटा उद्देश्यबाट अनेकौं शक्तिहरू अहिले सक्रिय बनिरहेको अवस्थामा फेरि एकपटक हामी चनाखो भएर अहिलेको वर्तमान सङ्घीय लोकतान्त्रिक गणतन्त्रको विकल्प अर्को कुनै तन्त्र हुन सक्दैन। अहिलेको वर्तमान सरकारको विकल्प अहिलेको संसदभित्र कुनै जादु नम्बर हुन सक्दैन, कुनै अर्को शक्ति हुन सक्दैन। अहिलेको यो राष्ट्रको सबैभन्दा उत्तम र बलियो विकल्प बनेको नेकपा एमाले नेपाली काङ्ग्रेसको अहिलेको जुन सहकारीको सरकार छ यो नै उत्तम विकल्प हो। यी दुईटा पार्टीहरू यस देशको प्रजातान्त्रिक आन्दोलन, लोकतान्त्रिक आन्दोलन र गणतान्त्रिक आन्दोलनका महानायक पार्टीहरू हुन्। यी दलहरू एक ठाउँमा उभिसके पश्चात आज साना मसिना दलहरू तिलमिलाइराखेका छन्। 84 सालको चुनावमा कतै दुईटा दलहरू मिले भने सबै निलिने डरले, सबै सिद्धिने डरले आज दुईटा दलहरूमाथि सम्पूर्णको प्रहार आज केन्द्रित भइराखेको छ। त्यसमा पनि नेकपा एमाले बलियो जिउँदो शक्ति भएको हुनाले त्यसमाथि उनीहरूको प्रहार र आक्रमण आज केन्द्रित भइराखेको छ। नेकपा एमाले यही कुरा बुझेर जरासम्म पुगेर, घर घरसम्म पुगेर जनताको मनसँग पार्टीको मन जोडेर जनताको मनका कुराहरूलाई, चाहनाका कुराहरूलाई नीतिमा बदलेर 84 सम्म त्यसको नेतृत्व गरेर नेकपा एमाले जनताहरूको बीचमा अगुवाई गर्नुपर्ने दायित्व आएको छ। म तपाईहरुलाई कोशी प्रदेशको इन्चार्जको हैसियतले जरा अभियानमा हरेकले जिम्मेवारी बोकेर, एक एक लेखो बोकेर, एक एक तथ्याङ्क हातमा बोकेर हाम्रो पार्टीमाथि लागेका आरोपहरूको खण्डन गर्दै, अफवाहहरू चिर्दै, जनताको मनका कुराहरू खोजी गर्दै, चाहनाका कुराहरू खोजी गर्दै समृद्धि चित्र निर्माण गरेर सबै वडाहरू, सबै पालिकाहरू, प्रदेशका निर्वाचन क्षेत्रहरू र प्रतिनिधि सभाका निर्वाचन क्षेत्रहरूमा नेकपा एमाले एक्लैले जित्ने सुनिश्चितताको निम्ति यति बेलाको जागरण अभियानलाई सशक्त रूपमा बनाउँदै यहाँले लान सक्नुहोस्। यसलाई हाम दाजुभाइ दिदीबहिनीहरूले साथ दिनुहोस्। हामी तपाईहरुको नेतृत्व सबै ढङ्गले गर्न चाहन्छौँ। यही आह्वान गर्दै यहाँलाई फेरि एकपटक नेकपा एमालेको यो जागरण अभियानमा हाम्रो ऐक्यबद्धता जनाएर जुन प्रकारले प्राप्त उपलब्धिहरूको रक्षाका निम्ति, लोकतन्त्रको गणतन्त्रको सुदृढीकरणका निम्ति र सँगै लोकतान्त्रिक गणतन्त्रको पक्षमा आफ्नो बलियो अभिमत जाहेर गर्नको निम्ति यहाँहरूले सहभागिता जनाइदिनु भएको छ। यसका प्रति हार्दिक हार्दिक सम्मान गर्दै, स्वागत गर्दै, आगामी दिनहरूका निम्ति शुभकामना व्यक्त गर्दै यहाँहरूको बीचबाट म बिदा हुन चाहन्छु। धन्यवाद। लाल सलाम।